अब कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गर्ने तयारीमा छौँ। आजको यस कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर काठमाडौँ महानगरपालिका वडा नम्बर 15 का अध्यक्ष ईश्वर डङ्गोलज्यू र साथमा हाम्रा विशेष अतिथिज्यूहरूलाई संयुक्त रूपमा यो छुमे बालेर आजको यस कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यो अन्तर्क्रिया कार्यक्रमलाई अब हामी सुरु गर्नुभन्दा जेम्बे गेन्डा गेन्डा पाल्ना कुल्ला कुम्बो गेजन डम्बर लुम्बो तर्ब चल्दा पाल्ना सिन्डे दान्जे लागुन डेम्बे भ इजे जे भ चन्द्र डब चन्द्र दमे टासी पल्वे भ देवरा शेप केला छदा जम्बाल छुनो पल्देन तोडे चन्द्रे शिवाङ गुम्बो जेम्बे सोइङिम्बो टिपा नम्बाजे नम्बाङिम्बो पजे कुन्दा उद्बा दोजे पेका लुजे द नर्बो दवा रालिङिमा छजे लेना टजे पल्के जे जंजे सिम्बा गेला जाजा जिन्जेन दो टजे सिरगिङया दो जम्बो ज यङ कमा यन्दा दो फन्जो पल्बे मेना गेजे ओंगे खोलो रिचेन ताजे केके छजे जन छजे गेवा छजे केके गेजोङ डम्बे पल्वे बा टसी लामो गेला छन् छम्बा चिम्बो देजन सिमेबो मेदन तेन्दा गेगो युगो फगे बदन लोआ मेमे छ नादो सेदा लसे कोलो तुजो लादन दुन्दुन दोर्जे जे पेवा रलि छदें गेद सजोन नेसुन गेले टसी बे जिदें गेबा गेला छदा दाते जे जोआ चिम्बाला गेताङवा छेवा कुन्जे दोदो पल्बा सन्द हिसे टु टसी ते ponzon jowara jo dagjo de jowa chombala gektangwa chowa kunje dodor baba samdang yishi toshi tele ponzon jowara jo dagde de jowa chom gektangwa chowa kunje ne dodor baba samdang toshi tele ponzon jowara jo toshi tele कार्यक्रमको प्रमुख खण्डमा हामी आइसकेका छौँ। विशेष गरी आजको कार्यक्रमको मुख्य उद्देश्य तिमाल जात्राको इतिहास र वर्तमान अवस्थाको बारेमा हामी जुन अन्तर्क्रिया कार्यक्रम गर्दैछौँ यसको हामी पेपर प्रस्तुतितर्फ लाग्दैछौँ। यसको इतिहास के थियो, वर्तमान अवस्था के थियो, धेरैजनाले हाम्रो हुन त लिखित इतिहास छैन, मुखले बोलेको इतिहास भन्छ नि, मौखिक इतिहास मात्रै छ। अब गाउँतिरको जुन बोलीचालीमा यस्तो थियो रे भन्ने कथनको आधारमा मात्रै हाम्रो इतिहासहरू अहिले खोतल्ने क्रम जारी पनि छ र तिमाल जात्राको पनि इतिहास के थियो, कसरी चाहिँ तिमाल जात्रा रहन गयो र यसको वर्तमान अवस्था के छ, यो के तिमालमा मात्र सीमित थियो, यो एउटा भेगको मात्रै जात्रा हो या सिङ्गो तामाङ समुदायको जात्रा हो, यस विषयमा आजको पेपर प्रस्तुतिबाट पनि धेर थोर आउँछ भन्ने हामी अपेक्षा गरेका छौँ। जुन खालको भ्रमहरू रहेका छन्, एक किसिमको विवादहरू पनि रहेका छन् यस विषयमा, सायद यस विषयलाई चिर्नको लागि उहाँको पेपर प्रस्तुतिबाट हामीले केही न केही यहाँबाट निष्कर्ष निचोड हामीले निकाल्न सक्छौँ होला भन्ने अपेक्षाको साथमा हाम्रो आजको यस कार्यक्रमका मुख्य वक्ता, प्रमुख प्रस्तुतकर्ता, पेपर प्रस्तुतिको लागि म यहाँ आमन्त्रण गर्न चाहन्छु रविन्द्र तामाङज्यू। उहाँ लेखक अनुसन्धानकर्ता पनि हुनुहुन्छ र यो तिमाल जात्राको बारेमा सबैभन्दा बढी कलम चलाउने मान्छे पनि सम्भवतः म नै होला, त्यसै कारण म पनि विवादमा परेको पनि होला एउटा कुरा। दोस्रो कुरा चाहिँ यो मैले जतिखेर यो पुस्तक लेखेँ त्यतिखेर मेरो अध्ययनको केन्द्र चाहिँ बौद्धमा विशेष गरेर लाग्ने जात्रा भएको हुनाले बौद्धको मानिसहरूसँग त्यहाँका स्थानीय मानिसहरूसँग कुराकानी गर्नेवाला उहाँहरूले यो जात्राको नाम तिमाल जात्रा भनेर भन्नुभयो। त्यसैको केन्द्रको सेरोफेरोमा म जब 48 सालदेखि लेख्न थालेँ, मेरो साथीको रूपमा यहाँ दुकमाङ्गेल मोक्तान हुनुहुन्छ अजितजी, हामी जब लेख्न थाल्यौँ त्यतिखेर मेरो कोर अध्ययनको स्थानीय स्रोत व्यक्तिहरू चाहिँ बौद्धकै स्थानीय हुनुहुन्थ्यो। उहाँहरूले के भन्नुहुन्थ्यो भने जब यहाँ बौद्धमा तिमाल जात्रा लाग्छ, होइन जात्रा लाग्छ, चैत्र पूर्णिमाको जात्रा लाग्छ, त्यतिखेरको जात्रामा हामीले व्यापार गर्थ्यौँ, जाँडको व्यापार गर्थ्यौँ, आलुको अचार व्यापार गर्थ्यौँ, भटमासको व्यापार गर्थ्यौँ,
अनि यी इत्यादि खानेकुराहरूले हामीलाई वर्ष दिनसम्म पुग्थ्यो भनेदेखि तिमालेहरू पनि आएर यहाँ चाहिँ होइन यो जात्रामा आएर धेरैभन्दा धेरै मान्छे आएर चाहिँ होइन आफूले कमाएको मनज्ञ धन खर्च गर्थे भने केटाहरूले भने केटीहरू पनि तिमालदेखि सुनमा पाइन हाल्दै ठाउँ ठाउँमा बास बस्दै जतिखेर 2020 सालभन्दा अगाडि अरनिको राजमार्ग बनेको थिएन त्यतिखेर उहाँहरू हिँड्दै बनेपासम्म आएर सुनमा पाइन हालेर त्यहाँबाट लहरी चढेर आउने गर्थे। यो कारणले गरेर बौद्धको स्थानीय मानिसहरूले नै यो जात्रामा धेरै तिमालका मान्छेहरू आएको देखेको कारणले गर्दा तिमाल जात्रा हो भनेर उहाँहरूले नै भन्नुभएको कारणले गर्दा मैले यो पुस्तकमा चाहिँ तिमाल जात्रा भन्ने लेखेको हुँ। यद्यपि यो तिमाल जात्रा पुस्तक र जात्रालाई मैले पूर्वाग्रही ढङ्गले चाहिँ होइन तिमाल जात्रा भनेर नामाकरण चाहिँ गरेको होइन, ब्रान्ड दिएको चाहिँ होइन भनेर भन्न चाहन्छु। तर यसको हिस्टोरिकल पक्ष चाहिँ धेरै छ। र अर्को कुरा चाहिँ विशेष गरेर म चाहिँ लेख्ने मान्छे हुँ, यसरी बोल्ने मान्छे चाहिँ होइन। लेख्ने बेलामा के हुन्छ भने धेरै कुरा सोध्नुपर्छ, धेरैवटा किताब राख्नुपर्छ, धेरैवटा मान्छेहरूसँग गर्नुपर्छ। अनि लेखेको कुरा पनि फेरि यसले के अर्थ जनाउँछ, भोलि के जवाफ कसरी दिनुपर्छ भन्ने अर्थमा लेख्दाखेरि जसरी प्रेम पत्रहरू मान्छेले लेख्थे आफ्नो प्रेमिकालाई त्यसै गरी लेख्ने हुनाले मेरो बोल्ने कला पनि यहाँ प्रस्तुत गर्ने कला पनि नहुन सक्छ। त्यस मानेमा क्षमा याचना राख्दै म तिमाल जात्रा भए पनि यसमा केन्द्रित 3वटा तीर्थहरू केन्द्रित छन्। एउटा नागार्जुङ पर्वत जो होइन नागार्जुङ पर्वतमा रहेको स्तूपको मुख्य कुरा हो। अनि तेस्रो पछि बौद्धनाथ चैत्य अनि स्वयम्भूनाथ चैत्यको महिमा गाउनु नै होइन। त्यहाँ आएर तामाङ एङ्गलबाट तामाङहरू कसरी आउँथे, के गर्थे, तीर्थाटन गर्न आउँथे र त्यो कारणले गर्दाखेरि नै यो तीर्थको इतिहास त्यहीँ भित्र लुकिएको छ। अझ भन्ने हो भने काठमाडौँ उपत्यका जब दहको रूपमा रहेको थियो त्यतिखेर जुन कमलको फुल फुल्यो, यहाँ विपस्वी बुद्धले नागार्जुङमा आएर तपस्या गरेर यहाँ जुन फुलेर पञ्चरश्मि ज्योति बन्यो, पञ्चतत्त्वको होइन पञ्चबुद्धको चाहिँ प्रादुर्भाव भयो। त्यसैको दर्शन गर्न, त्यही ज्योतिको दर्शन गर्न आउने परम्पराबाट नै यो उज्यालोको पर्व होइन नाङसालको पर्व, दीप प्रज्वलितको पर्व हाम्रो भूमिलाई सम्झिने र आफ्नो पुर्खालाई सम्झिने पर्वको रूपमा यो रहेको छ। यसको इतिहास के हो भने चैत्र पूर्णिमाकै दिन, किन भन्दा हरेक जात्राहरू तपाईँले असोजलाई छोड्नु भयो भने असोजमा त पछि ल्याएर दसैँ सारिएको, दसैँ पनि पहिला चैत्रमै थियो। चैत्र पूर्णिमा भनेको यस्तो पवित्र दिन हो, त्यो पवित्र दिनमा काठमाडौँ उपत्यकाका धेरै जसो जात्रा मात्राहरू होइन सञ्चालन हुन्छन् भन्ने कुरा यहाँहरूले अध्ययन गर्नुभयो भने थाहा हुन्छ। त्यसैको केन्द्रबिन्दुमा बसेर चाहिँ म आफ्नो केही कुराहरू राख्न चाहन्छु। यद्यपि यो मैले चाहिँ त्यस्तो कुनै पूर्वाग्रह राखेको छैन। मेरो 48 सालदेखि 54 साल बिचमा मैले जुन अध्ययन गरेर एउटा सानो पुस्तक 32 पेजको लेखेको थिएँ, त्यसैको आधारमा होला मलाई तिमाल जात्राको नाम नै तिमाल जात्रा भन्ने नामाकरण गरियो भनेर भनियो। त्यसमा पनि केही न केही सत्यता चाहिँ छ भन्ने कुरा चाहिँ म अभिव्यक्ति गर्न चाहन्छु। मेरो प्रस्तुतिकरणको यो पेपरहरू हजुरहरूले अहिले पाउनु नै हुनेछ। यसमा पनि मैले केही कुराहरू राखेको छु जो पाउनुहुन्छ, जो पटक पटक मैले लेखेको छु। ल विषय प्रवेशकै क्रममा हामीले तिमाल जात्राको कुरा गर्ने हो भने अथवा चैत्र पूर्णिमा भनौँ होइन, स्वयम्भू जात्रा भनौँ अथवा बौद्ध जात्रा भनौँ, नागार्जुङ जात्रा भनौँ अथवा 22 धारा भन्यो भने त्यसको केन्द्रित भनेको कुरा चाहिँ चैत्र पूर्णिमा नै हो। यो हाम्रो तामाङ एङ्गलबाट हेर्दा चाहिँ महायानी सम्प्रदायको हामी बौद्ध धर्मावलम्बी भनेको हुनाले उनीहरूले चाहिँ विशेष गरेर पूर्णिमामा चाहिँ धेरैवटा चाडपर्व मनाउँछन्। त्यसै गरी एउटा चाहिँ यो चैत्र पूर्णिमामा मनाउने चाडपर्व नै मुख्य रूपमा चाहिँ होइन तिमाल जात्रा हो भनेर यहाँ म भन्न चाहन्छु। अन्य कुराहरू यसमा चाहिँ खासै पर्दैन, खासै कुराहरू छैन। यो चन्द्रपात्रोहरू अनुसार मनाउने गर्छौँ। यसमा भनिएको पनि छ तामगोङया, सिङ्गुङया होइन, नामदोङया आदि यसका अनेक नामहरू पनि छन् हाम्रो समाजमा भन्ने कुरालाई इङ्गित गर्दछु। त्यसै गरी यो चाहिँ मेरो अध्ययनले चाहिँ यो जात्रा भनौँ यसलाई दुई दिनको जात्रा भनेर म भन्न चाहन्छु। पहिलो दिनमा चाहिँ यदि हामीले हिस्टोरिकल रूपमा अगाडि बढेर हेर्ने हो भने यो जात्रा चाहिँ चैत्र पूर्णिमाको अघिल्लो दिन
जब अघिल्लो दिन बौद्ध स्तूपमा चाहिँ भेला हुइन्थ्यो हामी र राति मात्र लाग्थ्यो जब पूर्ण चन्द्रमा देखिन्थ्यो होइन त्यसपछि मात्र हामीले त्यो बत्ती बालेर चाहिँ होइन बत्ती बाल्ने आफ्नो मृतजनको निमित्त बत्ती बाल्ने ngoवा गर्ने धानको पाठ गर्ने र त्यहाँ आफ्नो दुःखको कुरा बिसाइसकेपछि लामा पुरोहितबाट बिसाइसकेपछि बत्ती बालेर उज्यालोमा जाऊ अब तिमी हाम्रो मृतकहरू उज्यालोमा जाऊ भनेर भनिसकेपछि अस्तुलाई चाहिँ बत्ती बनाएर चाहिँ जुन बालेर विसर्जन गरिसकेपछि चाहिँ रातभरि त्यहीँ बसेर चाहिँ गीतहरू गाउने दुःख सुखका कुरा गर्ने अब दुःखहरू छुट्यो है भनेर हर्षको कुरा पनि गीतमा गाउने र होइन अनि खुसीका कुराहरू पनि गाउने प्रचलन थियो हो भन्ने मलाई मेरो अध्ययनले देखाउँछ। यद्यपि अहिले त्यो जात्राको प्रचलन कस्तो भयो भने बिहान सबेरै उठेर जाने भात खान घरमा आइसक्ने वातावरण पनि तयार भएको छ र विशेष गरी को रूपमा हामीले भन्ने हो भने यो पूर्णचन्द्र देखिएपछि राति नै मनाउने बौद्धमा केन्द्रित चाड नै खास गरेर तिमाल जात्रा हो भनेर मेरो चाहिँ ठम्याइ छ र यसको सँगसँगै जोडिएका पाठहरू अन्य कुराहरू के छ भने चैत्र पूर्णिमाको भोलिपल्ट चाहिँ हामी पहिला चाहिँ नागार्जुनको टुप्पामै जाने चलन थियो अस्तुको विसर्जन गर्नको निमित्त बत्ती बाल्न ngoवा गर्न जाने चलन थियो अरे पहिला र जब बालाज्यूको 22 धाराको निर्माण भयो हैन पहिला 21 धारा थियो पछि रणबहादुरले एउटा थपिदिए प्रतापमल्ल पछाडि थपिदिएपछि 22 धारा भयो त्यतिखेर चाहिँ अब माथि जान गाह्रो भयो त्यहाँको मूलको पानी नै हैन जिरहको पानी नै तल धारामा आइसकेपछि हामी त्यहाँ नै स्नान तीर्थ गरेर चाहिँ स्वयम्भूमा लाग्ने भनेर अलि त्यो जात्राको परम्परा चाहिँ छुट्यो हाम्रो तीर्थाटन गर्ने परम्परा वार्षिक रूपमा तीर्थाटन गर्ने परम्परा चाहिँ छुटिएको भन्ने मेरो चाहिँ ठम्याइ छ र मूल रूपमा चैत्र पूर्णिमाको इतिहास केलाउने हो भने चाहिँ नागार्जुनसँगै नै गाँसिन्छ त्यहाँ आएर भगवान के अरे विपस्वी बुद्धले जुन तपस्या गर्नु त्यो कुरा म पछि उल्लेख गर्ने नै छु। त्यसपछि भोलिपल्ट बिहान सबेरै हामी बालाज्यू अथवा नागार्जुन आउने स्नान तीर्थ गर्ने त्यसपछि गएर दिउँसो चाहिँ हैन दिउँसोभरदेखि साँझसम्म चाहिँ सिङ्गोन बौद्धमा के अरे स्वयम्भूमा आएर त्यही परम्परा बत्ती बाल्ने लामा आफूले ल्याएको छ भने आफ्नै लामासँग गर्ने र पुरानो परम्परा चाहिँ के थियो भने त्यहाँ एउटा गुम्बा थियो के हैन बौद्धमा नि बौद्ध घ्याङगुठी थियो हैन त्योभन्दा अगाडि आफ्नै परम्परा थियो तामाङहरूको आफ्नै किसिमको परम्परागत गुठी थियो भने स्वयम्भूमा पनि देवाधर्मको त्यो गुम्बाभन्दा अगाडि आफ्नै परम्परा थियो त्यो आइसकेपछि त्यही लामाहरूसँग चाहिँ यो हाम्रो ngoवा गर्ने बत्ती बाल्ने हैन श्राद्ध गर्ने आदि इत्यादि जुन लेखेर गर्ने सिस्टम थियो त्यही नै हो। त्यसपछि चाहिँ जात्रा मात्र भनेको त त्यही हो मानिसहरूको भिड हो एक अर्कालाई भेट्ने हैन दुःख सुखका कुरा गर्ने अब त मेरो हैन दुःख आशोजहरू गयो पितृहरूलाई नि मैले उज्यालोमा पठाएँ हैन भन्ने कुरा नै मुख्य रूपमा हो भन्ने कुरा चाहिँ मेरो ठाउँमा छ। जहाँसम्म अब धेरै विवादको कुरा यहाँ आएको छ तिमाल जात्रा नै यसको नामाकरण किन भयो भन्ने कुराको एस्पेक्टबाट हेर्ने हो भने मैले 3वटा डाइमेन्सनबाट यसलाई हेर्ने गरेको छु। एउटा पहिलो डाइमेन्सनमा चाहिँ के छ भने प्रमुख कारण चाहिँ यो तिमाल भेगका तामाङहरूको अत्याधिक नै सहभागिता यस जात्रामा हुने गर्दथ्यो पहिला। यद्यपि हामीले अहिले आएर हेरेर त्यसको जात्राको अध्ययन गर्ने हो भने त्यसको महिमा बढेको हैन अब 48 सालपछिको जुन खुल्लापन छ त्यो आदि इत्यादि कारणले गर्दा यसको भाइबहरू धेरै ठाउँमा पुगेपछि हैन चेतनाहरू सबै कुराहरू पुगिसकेपछि चाहिँ यो समग्र तामाङहरूको भए पनि विशेष गरेर हैन यो साँगादेखि पूर्व र ओखलढुङ्गा भन्दा भित्र र उता उत्तरमा हिमाल र दक्षिणमा महाभारत लेखका मानिसहरूले नै आएर भन्ने हो। इतिहासको दस्तावेजहरू पत्रहरू हामीले यदि पल्टाउने हो भने पनि साँगाभन्दा उता आक्रमण गर्न जानु पर्यो भने पृथ्वीनारायण शाहका पत्रहरूले के भन्छ भनेदेखि तिमाल भनेर भनेको छ। तिमालसम्म भने रामेछापको अथवा पङ्दी घ्याङको पत्रहरूलाई तपाईँले पल्टाउनु भयो भने ग्यागर तिमाल भनेर भनेको छ। नेवारी पत्रहरू मल्लकालीन पत्रहरू तपाईँले प्रताप मल्ल हैन जगज्योति मल्ल लक्ष्मी नरसिंह मल्लको पत्रहरू पल्टाउनु भने त्यसमा के लेखेको छ नेवारहरूले नेवारी भाषामा के लेखेको छ तेमा र लेखेको छ। उहाँहरूले चाहिँ रलाई लको उच्चारण जो साम्यता नहुने भने तेमा र भनेर भनेको पत्रहरू छ। यी पत्रहरूले के देखाउँछ 3टा पत्र के छ भने
पौडेललाई दिएको एउटा पत्र छ हैन, एउटा मैनालीलाई 100 रोपनी बिघा जमिन दिएको छ। दुईटा अन्य पत्रहरूले चाहिँ उप्रेतिर उसलाई दिएको पत्रमा चाहिँ के भनेको छ, तिमालको केही भाग चाहिँ उनीहरूलाई बिक्री गरेँ है मैले भनेर। त्यतिखेर चाहिँ ल्यान्ड जति जम्मै उसँग थियो कि राज्यको हुन्थ्यो। राजाले यो चाहिँ मैले बेचेँ, कुनै कामको लागि मैले बेचेँ भनिदिन्छु। त्यस्ता प्रमाणहरू पनि कारणले गर्दाखेरि त्यही भेगको मान्छेहरू बढी आउँथे है कुनै कालखण्डमा। त्यसैलाई बौद्धका मानिसहरूले हैन तिमालका मान्छे, जात्रा भनेको मान्छे को बढी आउँछ त भन्ने नै हो नि। कि स्थानको नामबाट जात्राको नामाकरण हुन्छ, कि एउटा देवताको नामबाट हुन्छ, कि मान्छेको नामबाट भिडबाट हुन्छ। त्यसै कारण यो चाहिँ तिमालका मान्छेहरूको भिड देखेरै जात्राको नामाकरण भएको हो। उनीहरूको प्रेम कस्तो थियो हेर्नुहोस् त। तिमाल भेगका तामाङहरू अर्नीको राजमार्ग बन्नुभन्दा पहिले मनाउन त के हो, सल्लोको खोटो बाल्दै, त्यतिखेर त बत्ती आएको थिएन नि त, खोटो बाल्दै रातभरि हिँड्दै आउँथे उनीहरू तयारीका साथ। पुरुषहरू छ भने के हुन्थ्यो, वर्षभरि कमाएको धन खर्च गर्थे अरे। महिलाहरू छन् भने हैन धन खर्च गर्थे अर्को त। अनि त्यसै गरी महिलाहरू छ भने पुरुषहरूले नै वर्षभरि बौद्धलीहरूलाई पनि महिलाहरू आउनुभयो भने यहाँ छुटेछ एउटा, महिलाहरू आउनुभयो भने बाटोमा सुनमा पाइन हाल्दै होइन, भक्तपुरसम्म आएर पाइन हाल्दै होइन, अब जात्रा मात्रमा जानुपर्ने झिलिक्क परेर जानु पऱ्यो नि, त्यसरी आउनुहुन्थ्यो भनेदेखि बौद्धका तामाङहरूले चाहिँ वर्षभरि खान पुग्थ्यो अरे। अघि नै मैले कुरा गरेँ त्यहाँ 60 घर जुन छ त्यो भित्रै कोरमा लाग्दथ्यो जात्रा होइन। त्यहाँ चाहिँ उनीहरूले व्यापार गर्थे। अब चाहिँ उनीहरू बत्ती बाल्न आउँछन् है भनेर जाँड होइन, रक्सी, आलु, भटमास यी आदि यस्तै कुराहरूको व्यापार गरेर चाहिँ उनीहरूले कमाएको पैसाले वर्ष दिनभरि खान पुग्थ्यो भन्ने अस्ति पछिल्लो पटक तामाङ के अरे नयाँ पत्रिकामा तासी लामाको इन्टरभ्यूमा आधारित होइन, कुराकानीमा आधारित लेखले पनि त्यो कुरा पुष्टि गरेको छ, मेरो सङ्कलनले मात्र होइन। र त्यसै गरेर तिमालेहरू यो कारणले गर्दा तिमालेहरूमा कस्तो रौस छ, त्यो जात्राप्रति कस्तो होइन, बौद्धप्रति, स्वयम्भूप्रति, बालाजी 22 धारा नागरिकले कस्तो अगाध आस्था छ। त्यही कारणले गर्दा नि यो तामाङहरू अथवा गैर तामाङ जोसुकैले भए पनि त्यहाँ जात्रा मनाउन आउने मान्छेहरूकै नामबाट यो नामाकरण भएको हो कि भन्ने मेरो चाहिँ ठम्याइ हो। र यद्यपि यो जात्राको नाम चाहिँ अर्को डाइमेन्सनबाट हेर्नुभयो भने, मैले चाहिँ तामाङ डाइमेन्सनबाट र बौद्धको डाइमेन्सनबाट मात्र हेरेको। अर्को अब यताको भेगले स्वयम्भू जात्रा भन्नुहुन्छ, बौद्धको अर्को मान्छेहरूले बौद्ध जात्रा भन्नु होला, नागार्जुन जात्रा भन्नु होला। टोटलमा यो प्याकेज नै हो भन्ने मेरो ठम्याइ छ। अर्कोपल्ट त्यसपछि अब हामीले तिमालको भूगोलको कुरा गर्नुपर्छ। तिमालकै कुरा उठिसकेपछि यसको धेरैवटा चाहिँ अब प्रमाणहरू छन् होइन। पहिला यो तामाङको तिमाल भन्ने भूमि चाहिँ एकदम बृहत थियो। अघि नै कुरा गरेँ बृहत हडसनको 1904 को हस्तलिखित मुर्मीहरूको कुलाचार भन्ने कुरा जब क्याथरिन मार्सले चाहिँ ट्युबमा चाहिँ, हामी अजितजी पनि हुनुहुन्थ्यो होला सायद, हामी सबै बसेर सार्वजनिक गऱ्यौँ, त्यसलाई अनुवाद गरेर छाप्ने भन्ने कुरा उठिसकेपछि त्यसको अभिलेखमा, हस्तलिखित अभिलेख जब राणा शासन पनि सुरु भएको थिएन त्यो होइन, त्यतिखेरको अभिलेखले के भन्छ भने पूर्वमा पल्टाउ त, पूर्वमा होइन उता तल तल लैजा पूर्व अलि तल लैजा होइन, यहाँ पनि भन्छ पूर्वमा चाहिँ होइन, पूर्वमा चाहिँ मूर्ति छेदसम्म ओखलढुङ्गाको, पश्चिममा साँगा, उत्तरमा चाहिँ के अरे हिमाल, यतापट्टि महाभारत लेकसम्मको भूगोल चाहिँ हो भन्ने गरेको छ भने त्यो नक्सा देखाउ त। पछिल्लो पटकमा अब पञ्चायत कालमा चाहिँ आएर हेर्नु त 12वटा गाविसमा चाहिँ सीमित भएको छ। अघि नै कुरा गरिसक्नुभयो उद्घोषक मित्रले होइन, स्वागत भाषण गर्ने क्रममा हाम्रो उपाध्यक्षले गरेछ भने यतिमा सीमित भएको थियो। अहिले 2072 सालको चाहिँ होइन प्रशासनिक विभाजनले चाहिँ यो पनि टुक्रा टुक्रा भएर छिन्न भिन्न भइसक्यो। अब कहाँनेरिको तिमाल हो भन्ने कुरा नै हाम्रो इतिहास चाहिँ मेटिन लागिसक्यो। यद्यपि यो तिमाललाई हामीले तीनवटा दृष्टिकोणबाट यसको महिमा गाउन सक्छौँ। र दक्षिण पूर्व भेगमा तिमाल पर्दछ, काभ्रे पलाञ्चोक दक्षिण पूर्वी भेगमा छ। यसको 3वटा डाइमेन्सन छ। एउटा धार्मिक दृष्टिकोणले गुरु पद्मसम्भवले तिमालमा बसेर
तप गर्नुभएको थियो र उहाँले त्यहाँनिर नै तेर्माहरू गुप्त निधिहरू बौद्ध धर्मको लुकाएर राख्नु भएको कारणले गर्दा पनि तेर्मा हुँदै तिमाल भयो भन्ने पनि आफ्नो छ। त्यहाँनिर गुरु पद्मसम के अरे बुद्ध चित्तमालाहरूको उत्पत्ति पनि गर्नुभयो भन्ने कुराहरू पनि छ बढाइदियो। त्यसपछि यो सांस्कृतिक दृष्टिकोणमा पनि मौलिक तामाङ संस्कृतिको उद्गम स्थल हो भन्ने कुरा चाहिँ कहतले भन्छ है, मैले भन्ने होइन। त्यही कुरा चाहिँ रीतिस्थिति भुल्यो भने, थर संस्कार रीतभातको कुरा भुल्यो भने हामी चाहिँ तिमालमा जानुपर्छ है भन्ने उखान पनि चलेको छ होइन। यसले चाहिँ यो चाहिँ सामान्यकरण हो, यसले बृहतलाई चाहिँ कभर गर्दैन होइन। त्यही पनि यो चाहिँ त्रिशुलीसम्म र उतातिर चाहिँ तामाकोसीसम्मको भेगलाई चाहिँ यसले चाहिँ कभर गर्छ भन्ने मेरो मान्यता छ। त्यसपछि चाहिँ अर्कोबाट हुनुहोस् त, ऐतिहासिक दृष्टिकोणबाट पनि हामीले राज्यको कुरा गर्छौँ होइन। हाम्रो चाहिँ स्वशासनको कुरा गऱ्यो भने त्यहाँ चाहिँ तिमालमा चाहिँ अन्तिम राजा रेन्देन जोर्जे बलको शासन रहेको भन्ने स्थानीयहरूको चाहिँ कहावत छ। त्यतिखेर चाहिँ राजा नै भन्ने चाहिँ थिएन, तर हाम्रो अध्ययनले चाहिँ के देखाउँछ भने उनी चाहिँ सेन राजा दिग्बन्धन सेनको होइन, मकवानपुरको राजाको चाहिँ मिझार थिए उनी। त्यतिखेर चाहिँ उनले ट्याक्स उठाउने काम गर्थे, त्यो ठुलो भेगको चाहिँ ट्याक्स उठाउने काम गर्थे र रेन्जेन जोर्जे यति शक्तिशाली थिए कि भारतबाट चीन तिब्बत व्यापार जाने बाटोको मूल गौडामा परेको हुनाले उसले त्यहाँ ट्याक्स पनि उठाउने र अब त्यो ट्याक्सबाट आफूले केही रकम राखेर स्वशासन पनि चलाउने गर्थे। यद्यपि त्यो तिमालमाथि चाहिँ जहिले पनि गिद्धे दृष्टि थियो, चाहे मकवानपुर राज्यको होस्, चाहे भक्तपुरको होस् होइन, चाहे काठमाडौँको। उनीहरूले पटक पटक आक्रमण गर्थे र कहिलेकाहीँ ऊ आफू स्वतन्त्र पनि हुने गर्थ्यो। त्यही क्रममा चाहिँ राजा पनि भनिएको पनि हुनसक्छ र उनलाई हराउनको लागि चाहिँ गोर्खा राज्यको चाहिँ सेनाले पनि पटक पटक आक्रमण गर्नु परेको थियो। त्यो पटक पटक आक्रमण गर्दा पनि जित्न नसकेपछि चाहिँ त्यो युद्धमै एउटा रामकृष्ण कुँवर भन्ने सेनानायकको चाहिँ आफ्नै भाइ पर्यो र त्यो लास पनि ल्याउन नसकेको कारणले गर्दा पछिल्लो एउटा प्रमाणले चाहिँ त्यो देखाएको छ। लास ल्याउन नसकेको कारण गरेर त्यो लास आफूले जलाउनु पर्ने, उतातिरबाट चाहिँ होइन उसँग चाहिँ उसलाई पनि जित्नुपर्ने गरेर हामी मितेरी लगाउँ, अब सम्झौता गरौँ भनेर सुनकोसीको बगरमा ल्याएर चाहिँ उसलाई षड्यन्त्रपूर्वक मारिएको थियो र त्यसपछि मात्र ऊ गयो। अनि गोर्खासँग उनीहरूले मिलेर आफूले शाही पद पनि प्राप्त गरेका थिए। उनीहरूको वंशावली तपाईँले हेर्नुभयो भने ऊ गर्नुहुन्छ। पछिल्लो पटक यो नालदोमको पनि मैले अध्ययन गरेको थिएँ, उसको पहिलो पुस्ता होइन, त्यहाँनिर पृथ्वीनारायणसँग नगरकोटमा लडाइँ भइसकेपछि त्यहाँनिर उसका दोस्रो पुस्ता चाहिँ शाही नै उनीहरूले पनि उपाधि धारण गरेको पाइन्छ। त्यसै गरेर गोर्खा राज्यमा गाभिनु पूर्व यो चाहिँ सेन राज्यमा थियो, कहिले मकवानपुरमा र कहिले स्वतन्त्र भएको कुरा पनि यो इतिहासले चाहिँ देखाउँछ। र यसले यो सबै कुराले गर्दाखेरि लिच्छवी कालदेखि नै राणा कालसम्म चाहिँ तिमाल चाहिँ एउटा नेपाल भोट चीनको प्रवेश गर्ने नाकाममा भयो भने एकदम समृद्ध थियो भन्ने कुरा चाहिँ अनुभव गर्न सक्छौँ। र त्यहाँ एउटा कहावतले चाहिँ 12वटा घ्याङहरू थियो भन्ने कुरा पनि इङ्गित गर्छ अभिलेखले चाहिँ। तर त्यो घ्याङहरू होइन, त्यो बौद्ध विश्वविद्यालयहरू कुन कुन थियो भन्ने कुरा चाहिँ यद्यपि अझै पनि त्यो खोजको विषय रहेको छ भन्ने मलाई लागेको छ। यस्ता थुप्रै पत्रहरू छन् होइन। BH हड्सनको प्रमाणले यो चाहिँ प्रमाणसँग भिडाउँदाखेरि चाहिँ 1904मा चाहिँ यो पूर्वमा ओखलढुङ्गाको मूर्तिढुङ्गासम्म, पश्चिममा साँगा, उत्तरमा हिमालय र दक्षिणमा महाभारतसँग तिमाल भेग पर्दथ्यो भन्ने छ भने यो पृथ्वी वंशावलीमा पनि होइन, यो पृथ्वीनारायण शाहले कसरी चाहिँ तिमालमा को खटाएर चाहिँ आक्रमण गरेका थिए भनेर भनेको छ। र पूर्वमा किराँतसम्म हान्नलाई चाहिँ रामकृष्ण कुँवरलाई चाहिँ होइन आदेश दिएको हुनाले, उसको आफ्नो भाइ मरेको हुनाले, बौद्ध स्वयम्भूसम्म उसलाई किपट दिएको पाइएको हुनाले त्योभन्दा उता किराँत भेगसम्म चाहिँ तिमाल थियो कि भन्ने मेरो अनुमान हो। र यसलाई त्यसको साथसाथै यहाँ लक्ष्मी नरसिंह मल्लका पत्रहरू, प्रताप मल्लका पत्रहरू, जयप्रकाश मल्लको पत्रहरूले मैनाली, उप्रेती र पौडेल समेतलाई होइन, यो अलि अपडेट छैन, पौडेलसम्मलाई दिएको पत्रहरू, ताम्रपत्रहरू पनि हामीले प्राप्त गरेको हुनाले यो तिमाल भेग चाहिँ अत्यन्तै उयो थियो, शक्तिशाली थियो। त्यहाँ चाहिँ लडाइँ गर्ने बेलामा
तिमालेहरूको मात्र होइन 300 जना गेट पर्यो भनेर भन्ने कुरा छ होइन। त्यहाँ कति मान्छे मर्यो होला त भन्नु। काठमाडौँको इतिहासलाई आक्रमण गरेको इतिहास हेर्दाखेरि त त्यतिजना मान्छे मरेको देखिँदैन, भक्तपुरमा त देखिँदैन होइन। केही लडाइँमध्ये 2-3वटा लडाइँमध्ये पृथ्वीनारायण शाहले आफ्नो कब्जा गर्ने बेला विस्तार गर्ने बेलामा सबभन्दा धेरै मान्छे मरेको मध्येमा पर्ने हुनाले यो चाहिँ एकदम समृद्ध थियो, शक्तिशाली थियो, बलशाली थियो भनेर हाम्रो अनुमान छ। यसैको आधारमा यो लाइट होइन हिस्टोरिकल लाइटको कारणले गर्दा र पछिल्लो पटक यो रेन्जेन दोर्जे मरिसकेपछि आफ्नो चाहिँ राजा भनौँ आफ्नो मिजार मरिसकेपछि चाहिँ उसको नाममा पनि हुनसक्छ सबैजना नागरिकहरू आएर बौद्धमा बत्ती बाल्ने परम्परा, स्वयम्भूमा बत्ती बाल्ने परम्परा भएपछि चाहिँ यो अझ हाइलाइट भएर होइन काठमाडौँ उपत्यकामा बौद्धलीहरूले चाहिँ यो नामाकरण दिएको हुनसक्छ भन्ने चाहिँ यो एउटा ठम्याइ हो। बौद्धलीहरूको त्यही ठम्याइन्छ र केही बौद्धका लेखकहरूले सम्पूर्णले चाहिँ रेन्जेन दोर्जेले नै यसलाई राजकीय सम्मान पनि प्रदान गरेको हो भनेर भन्नुपर्छ। त्यसबारेमा चाहिँ अझ डकुमेन्टहरू प्राप्त नहुँदा यसै भन्न चाहिँ सक्दैन। जे होस् नागरिकको रूपमा होइन तिमालेहरूलाई चाहिँ को भिडको कारणले गर्दा यसलाई चाहिँ तिमाल जात्रै भनेको हो भन्ने कुरा चाहिँ मेरो चाहिँ ठम्याइ हो। अलपल्टाउने त त्यसपछि अब हामीले मुख्य रूपमा यो जेसुकै कुरा गरे जेसुकै नामले कुरा गरे पनि यसको इतिहास चाहिँ चैत्र पूर्णिमासँगै नै गाँसिन्छ। चैत्र पूर्णिमाको इतिहास पल्टाउँदा हेर्ने हो भने स्वयम्भू पुराण हामीले होइन लिखित होइन डकुमेन्टलाई हेर्ने हो भने यहाँ चाहिँ दहको रूपमा रहेको थियो काठमाडौँ उपत्यका। त्यसबाट बन्दुकमती नगरबाट आउनुभएका विपस्वी बुद्धले जामाचोमा तपस्या गर्नुभयो र त्यही चैत्र पूर्णिमाको दिनमा जुन कमलको फुलको बीज रोप्नुभयो त्यही नै झाँगेर फैलेर फुलेर होइन त्यसको चाहिँ रोपेको ठाउँमा चाहिँ यहाँ गुहेश्वरी बालाजुको गुहेश्वरी र त्यसैमा फुलेको ज्योति जुन उत्पन्न भयो त्यसको दर्शन गर्न आउने जुन परम्परा चलेपछि होइन त्यसैमा चाहिँ 5वटा पातमा चाहिँ पञ्चबुद्धहरू पञ्चरश्मि ज्योतिहरू निस्क्यो भन्ने कुरा छ होइन। त्यो कुरा नै बाट नै यो स्वयम्भूको जात्रा चाहिँ लागेको हो भन्ने छ। यद्यपि बौद्धको जात्रा लाग्नुको महिमा अर्कै छ है फेरि होइन। यो चाहिँ अघि नै मैले भन्छु यो प्याकेज नै हो भनेर। त्यसपछि कहाँबाट आयो हेर्नुहोस् त भारतवर्षबाटै आएका छ मान्छेहरू यो ज्योतिको दर्शन गर्न। अरुण नगरबाट सिखी बुद्ध आउनुभयो, अनुपम नगरबाट विश्वभू आउनुभयो, क्षमावतीबाट कुर्कोचन्द आउनुभयो, बनारसबाट कश्यप लगायतका बुद्धहरू दक्षिण भारत उता कलकत्ता उता बनारसदेखि बङ्गालसम्मका मान्छेहरू आएर चाहिँ होइन यो ज्योतिको दर्शन गरेको छ। र पछिल्लो पटक उत्तरी भेगबाट एउटै मात्र बोधिसत्व आउनुभयो हाम्रो महाचीनबाट पञ्चश्री पर्वतबाट मञ्जुश्री जुन आउनुभयो उहाँसँग चाहिँ धेरै मान्छेहरू उत्तरतिरबाट भेगबाट आए। त्यसमध्येका केही शिष्यहरू चाहिँ तामाङ जातिहरू थिए, नेवारहरू पनि थिए होइन, अरूहरू पनि थिए। त्यसमध्येका एउटा तामाङहरू पनि थिए भन्ने कुराहरू छ। यो त्यसपछि उहाँले त्यो अवलोकन गरेर होइन के अरे वज्रयोगिनीको तप गरेर होइन उहाँले जुन खड्ग प्राप्त गर्नुभयो त्यो खड्गकै आधारले काठमाडौँको पानी होइन ठिक छ काठमाडौँको पानी जुन बगाएर चाहिँ फेरि आफ्नो खड्ग लगेर वज्रयोगिनीलाई अर्पण गरेर त्यहीँ समाधिस्थ भएर उहाँ चाहिँ होइन उता जानुभयो के अरे चीन जानुभयो आफ्नो भोटतिर लाग्नुभयो भन्ने कथनहरू पनि छ। त्यस आधारमा हेर्दाखेरि पनि हामीले के देख्छौँ भनेदेखि यो चाहिँ एउटा ज्योति स्वयम्भूको ज्योतिमा होइन ज्योतिको दर्शन गर्न आउने एउटा परम्परा थियो भन्ने कुरा देखिन्छ। चैत्र पूर्णिमाको जात्रा स्वयम्भूसँग त्यसैलाई मान्छेहरू अब नजिकै गएर त्यसलाई बिटु ल्याउलान् इत्यादि गरेर भन्दा भारतको गौडबाट आउनुभएको प्रचण्ड देवले यो अहिलेको तात्कालीन के अरे यो स्वयम्भू चैत्य बनाउनु भयो। त्यसमा अनेकहरू कुराहरू जोडिँदै गएर अहिलेको जुन स्वरूप छ त्यसैमा उहाँ पछि त्यही नै उगाएर बस्नुभयो भन्ने कुरा छ। त्यही मेरो ठम्याइले चाहिँ त्यही ज्योतिको दर्शन गर्न आउने परम्परा नै चैत्र पूर्णिमाको जात्रा हो होइन यो स्वयम्भू जात्रा हो भन्ने छ। यसले चाहिँ के देखाउँदछ भने तामाङहरूले यो जात्रामा नेवारहरूको एट्याचमेन्ट पनि कम छ किनभने नेवारमा त मिसिएको छ नि त होइन ठेट नेवार त थोरै छन् उहाँहरू त धेरै हिन्दूकरण पनि हुनुभयो होइन। त्यो कारणले गर्दा अहिलेसम्म चाहिँ हिन्दूकरण पनि नभएको र यो जात्रालाई चाहिँ समाहित गरेर होइन एट्याचमेन्ट भएर कसले बोकेको छ भन्दा त तामाङहरूले नै बोकेको छ। त्यसकारण हामी आउँछौँ नि त स्वयम्भूको दर्शन गर्न नै आउँछ नि त
होइन त्यो कारणले गर्दाखेरि हामी चाहिँ यहीँको आदिवासी हौँ है, हामी चाहिँ यहीँको आदिवासी हौँ। आदिवासीले के गर्छ भन्दाखेरि त्यो जुन आफ्नो पवित्र भूमि छ होइन, त्यो भूमिमा भएको तीर्थ नै मान्छ नि। हामी त त्यो आफ्नो वस्तुहरू चाहिँ मरिसकेपछि त्यो खरानी भएर त्यसलाई चाहिँ लगाएर खोलामा त बगाउँदैन, काँसी त पुर्याउँदैनौँ नि हामी त कहाँ पुर्याउँछौँ त्यो वस्तुलाई के अरे बत्ती बनाएर ल्याएर होइन उहाँको भगवानको सामु होइन, भगवानको सामु जुन बालेर के अरे उज्यालोमा जाऊ है भन्ने परम्परा छ नि त। त्यो परम्परा एट्याचमेन्ट चाहिँ यो काठमाडौँ उपत्यकाको तीर्थ भनौँ न, नागार्जुन स्वयम्वर बौद्धसँगको जुन एट्याचमेन्ट र यो हिस्ट्रीलाई हामीले गरेर हेर्ने हो भने यो कुरा चाहिँ हामी तामाङहरू आदिवासी हौँ, काठमाडौँको थियौँ र होइन यहाँको तीर्थसँग पनि हाम्रो मात्र एट्याचमेन्ट छ है, अरूहरूको पनि छैन भनेको होइन, बढी एट्याचमेन्ट चाहिँ छ है। केही न केही रूपमा प्रत्यक्ष रूपमा हामीले होइन ऊ नगरे पनि यो परम्पराले चाहिँ यो देखाउँछ है, सङ्केत गर्छ भन्ने कुरा चाहिँ रहेको छ। त्यसै गरेर अघि यो कुरा गरिसक्यो यो मन्जु पतनको सहर निर्माण गर्नुभयो भन्यो, त्यसपछि कन्टिन्यू अन्य देशका मान्छेहरू पनि आए थिए, कुर्कुछुन्ना बुद्ध आए, को आउनुभयो, पछिल्लो पटक बनारसबाट आएर कश्यप बुद्ध पनि आउनुभयो र उहाँले नै गएर बनारसमा गएर प्रचण्ड देवलाई कन्भिन्स गरेर होइन उहाँ आएर भिक्षु बनेर यो चाहिँ बनाउनु भयो भन्ने कुरा छ र पटमा। अनि अर्को कुरा चाहिँ अब जात्रा चाहिँ यो कसरी मनाइन्छ भन्दा चाहिँ अघि नै मैले भन्ने प्याकेज हो यो। सुरुवात त यसको नमोबुद्धबाटै सुरु हुन्छ। जब कार्तिक पूर्णिमा सुरु हुन्छ, अब हाम्रो चाहिँ तिमाल जात्रा आउन लाग्यो, चैत यहाँ आउन लाग्यो है, सिङ्गुन बौद्धको जात्रा आउनेहरूले सुरुवात हुन्छ। किनभने त्यही बेलादेखि हामीले थोरै थोरै अस्तु टुक्रालाई चाहिँ जलाउने होइन बत्ती बाल्ने परम्परा भयो हुनाले यो तिमाल जात्रा चाहिँ अघि नै मैले भने 2 दिनको पर्व हो भन्ने पहिलो दिनमा चाहिँ बौद्ध स्तूपमा लाग्छ र त्यही कामहरू गर्छ। अघि नै मैले गरिसकेँ, यसलाई दोहोऱ्याइरहनु नपर्ला होइन। स्वयं बौद्धमा त्यही परम्परा गरिन्छ, बत्ती बाल्ने अब नुहावा गर्ने आदि इत्यादि गरिन्छ, त्यसको परिक्रमा गरेर धर्म चाहिँ हामीले बटुल्ने काम गरिन्छ र गीत सित गाउने परम्परा छ भन्ने कुरा छ। र दोस्रो अब यहाँनिर पनि अलिकति बौद्धको इतिहास पनि हामीले कोट्याउने हो भने त्यहाँनिर झ्याझीमाले चाहिँ यो मन्दिर बनाएको हो भन्ने चाहिँ यो एउटा चाहिँ किम्बदन्ती छ। यो किम्बदन्ती चाहिँ होइन यो गुरु पद्मसम्भवले चाहिँ होइन उहाँ गएर बौद्धमा के अरे भोटमा गएर प्रचार गर्नु बेलामा जुन छोईको प्रचार गर्नुभयो र त्यो उहाँ प्रचार के अरे बौद्धको महिमा गाएर एउटा के भन्छ तेर्मा बनाइसकेपछि त्यसलाई लुकाएर राख्नुभयो होइन, लुकाएर राख्नुभयो। साम्य गुम्बाको एउटा रातो उसमा लुकाएर राख्नु भएको थियो। पछि अर्को उहाँको चाहिँ शिष्यहरूले प्राप्त गरेपछि पछिल्लो पटक त्यसलाई प्रकाशन गरेपछि चाहिँ यो भोटको मूलका मानिसहरू चाहिँ बौद्धप्रति यति एट्याचमेन्ट भएर चाहिँ दर्शन गर्न आउने परम्परा भयो। र त्यसै क्रममा चाहिँ यो झ्याझीमा भन्ने यहाँ चाहिँ त्यही पुस्तकको अनुसार चाहिँ झ्याझीमाले चाहिँ पशु पन्छीबाट मनज्ञ धन कमाएको थियो र उनको विवाह चाहिँ पहिलो पटकमा घोडा व्यापारीसँग भयो, एउटा छोरा जन्मियो, त्यसपछि सुँगुर व्यापारीसँग भयो, कुकुर व्यापारीसँग भयो, कुखुरा व्यापारीसँग भएपछि एउटा छोरा जन्मिँदै मर्न थालिसकेपछि यो चाहिँ किन यस्तो भयो, मैले कुन पाप गरेको छु त भनेर चाहिँ म एउटा राम्रो काम गर्छु भनेर स्तूप बनाउँछु भन्ने क्रममा चाहिँ उहाँले गरिसकेपछि चाहिँ अनि तात्कालीन राजासँग गएर चाहिँ होइन मैले जग्गा माग्दाखेरि चाहिँ उहाँले हुन्छ ल बनाऊ भनेर दिएको कारणले गर्दा यो चाहिँ ज्यारुङ खस्युर होइन मैले जग्गा देऊ भनेर विरोध स्थानीयहरूले बोकेका थिए, उसको चाहिँ प्रार्थना नगरेको कारणले गर्दा उनीहरूले चाहिँ जसले धर्म बनायो त्यसको नष्ट गर्छु भनेर पनि बोलम गरेको भएको कारणले तिब्बतको बौद्ध धर्म भोटको बौद्ध धर्ममा एकचोटि बौद्ध धर्मको उत्कर्ष आयो र पछि बोनिजम लाङ धर्म लगायतकाहरूले फेरि विध्वंस गरेका हुन्। र त्यसमध्ये चाहिँ एउटा पूर्व जन्ममा चाहिँ छोराको रूपमा चाहिँ गुरु पद्मसम्भवको पनि जन्म भएको थियो हो भन्ने कुरा पनि यो धार्मिक कथनको विश्वास रहेको छ। अब त्यसै गरेर अघि नै यो कुरा आइसक्यो, यसको समानान्तर कथा नेपालको वंशावलीहरू हामीले
अध्ययन गर्ने हो भने हामीले चाहिँ एउटा मात्र पक्षलाई हेरेर भएन। त्यो कथा चाहिँ अघिको कथा चाहिँ तिब्बतबाट फेरि नेपाल फर्केर आएको थियो भने हाम्रो लोकल कथामा चाहिँ के भनेको छ भने यो स्तूप चाहिँ बौद्धको छोर्तेन चाहिँ होइन मानदेव राजाले बनाएका हुन्। उसले आफ्नो के अरे बाउको पितृ हत्या गरेको कारणले बनाएका हुन् भनिन्छ। यद्यपि त्यहाँनिर मानदेव जस्तो मान्छेले होइन चाँगो नारायणमा भव्य शिलास्तम्भ राखेर नेपालको इतिहासको होइन लेखनको होइन प्रामाणिक इतिहास सुरु गरेको मान्छे हो। यो कथाले के भन्छ भने उसको बाजे बराजुले चाहिँ नारायण हिटीमा एउटा धारा बनाएको थियो होइन, जनताको निमित्त बनाएको थियो। तर बनाउनु त बनायो, तर पानी आएन। पानी नआएपछि के ज्योतिषलाई देखाउँदा 32 लक्षणले युक्त भएको मानिसलाई बलि दिएपछि मात्र यहाँ पानी आउन सक्छ भनेर भनिसकेपछि को छ त भन्दा नागरिकहरूलाई पानी खुवाउन बनाएको नागरिकहरूलाई नै फेरि बलि दिँदा त भएन भन्दा हेर्दाखेरि आफू र राजा मानदेव मात्र भएको हुनाले होइन अनि अब छोरालाई पनि मार्नु भएन नि त भन्दा बाउले चाहिँ उसलाई के भन्यो भन्दा भोलि बिहान चाहिँ यहाँ होइन शुभ दिनमा चाहिँ साहित्य हेरेर ज्योतिषसँग यहाँ चाहिँ यो धारामा चाहिँ जो चाहिँ सुतेर बसेको हुन्छ सेतो लुगाले मुखदेखि पाउसम्म छोपेर बसेको हुन्छ त्यसलाई चाहिँ मुख नहेरी काट्नु है जो आए पनि, अनि मात्र यो धारामा जनकल्याण हुने धाराको ऊ हुन्छ भन्ने भएको हुनाले त्यहाँनिर मानदेवले चाहिँ बाउलाई चटकार काटिहाले। काटिसकेपछि तपाईँहरू अहिले पनि नारायण हिटीको धारा हेर्न जानुभयो भने अरू हिटीमा यस्तो किसिमको नाग राखेको छ भने त्यो नागले चाहिँ बाउलाई मारेको देख्न नसकेपछि यस्तो उल्टो फर्केर बसेको चाहिँ धारा प्रमाण स्वरूप। यद्यपि त्यो मान्छेले निर्माण गरे, त्यो कथाको आधारमा निर्माण गरेका हुन्। र कथाले के भन्छ भने छोराले बाउलाई काटेको देख्न नसकेर त्यो फर्केको भन्ने त्यो कथामा छ। यसले चाहिँ के देखाउँछ भनेदेखि यो जात्रा बौद्धमा चाहिँ यो छोर्तेन निर्माणको क्रम चाहिँ होइन चाहिँ 5औं शताब्दीतिर चाहिँ भएको हो भन्ने कुरा देखाउँछ। यसलाई चाहिँ थप अहिले पछिल्लो पटकमा यो धुम्बा राईको एउटा कथाले पनि पुष्टि गर्छ। धुम्बा राईको कथाले चाहिँ के भन्छ भने त्यहाँ चाहिँ एउटा बङ्गुर जान्थ्यो अरे। जब झ्याझीमालले चाहिँ यो स्तूप बन्दै गरेको थियो राति राति गएर भत्काउने दिउँसो जस्तै होइन भत्काउने गरेर के रहेछ भन्दाखेरि त्यहाँबाट एउटा बङ्गुर आउँदो रहेछ अनि त्यहाँ गएर त्यहाँ भत्काउने अनि त्यो चियो चर्चा गइसकेपछि फेरि त्यहाँ गएर विलय भएको देखिसकेपछि त्यहाँ पनि अहिले धुम्बा राईमा पनि होइन गएर लामाहरूले होइन तिब्बती लामाहरूले होइन पूजा गर्ने परम्परा यद्यपि छ र पनि रहेको छ। साथसाथै यो चाहिँ जात्रा यसरी हेर्दाखेरि 5औं शताब्दीतिर 6औं शताब्दीदेखि चाहिँ यो बौद्धको जात्रा चाहिँ आरम्भ भएको एकातिर देखिन्छ भने स्वयम्भूको जात्रा चाहिँ प्राचीन कालदेखि नै भएको देखिन्छ। अब यो सबैको संयोजनलाई चाहिँ हामीले नेपालको संस्कृतिको अध्ययन गर्दाखेरि के देखिन्छ भने धेरै जसो जात्रा मात्र होइन असोजको दसैँ 4वटा हुन्छ होइन, त्यसमध्ये 2टा हाइलाइटमा छ असोजको र चैत्रको। चैत्र पूर्णिमाको अधिकांश जात्राहरू चाहिँ चैत्र पूर्णिमामै सुरु भएको देखिन्छ क्या, त्यसकै सेरोफेरोमा सुरु भएको देखिन्छ। त्यो चाहिँ शुभ दिन भएको कारण त्यसै गरी हुनसक्छ यो बौद्ध छोर्तेनको पनि राप्ने चैत्र पूर्णिमाको दिनमा नै भएको थियो होइन। त्यस कारणले गर्दा यो जात्रा पनि दुवैको कनेक्सन भएर तीर्थाटन गर्ने क्रममा चाहिँ पहिला बौद्धमा आउने हाम्रो सेन्टिमेन्ट उता गुरु पद्मसम्भवबाट हामीले बौद्ध धर्मको दीक्षित भएको कारणले उता आउने पछि यता पनि आउने दुवै दिनमा भ्याउने गरेर 2 दिनको यो जात्रा भएको हो कि भनेर चाहिँ यसलाई चाहिँ के पनि भनिन्छ भने अब एउटा हाम्रो तामाङ विद्वानले पनि लेखकले के लेखिदिनु भएको छ भने अंशु वर्माले चाहिँ बनाएका हुन् भन्ने पनि लेखिदिएछ। म त नाम लिन चाहन्न, धेरै वर्ष अगाडि यहाँ पेपर प्रेजेन्टेसन भएको रहेछ होइन। अंशु वर्मासँग यो स्तूपको बनाएको भनेर जोडिन त सक्दैन। अंशु वर्मासँग र भिरकोटीसँग चाहिँ हाम्रो एटेचमेन्ट चाहिँ थियो किनभने सञ्चङ गम्बसँग उसको चाहिँ छोरी बिहा गरेको हुनाले। यद्यपि यो खोजको विषय छ, धेरै नेपालका इतिहासकारहरूले विदेशी इतिहासकारले हामी चाहिँ सञ्चङ गम्पकै पालामा आएका हौँ भनेका छन्, कसैले नरेन्द्र देवको पालामा आएका हौँ जेसुकै भने पनि इङ्गित के गरेको छ भने सन्देश चाहिँ हामी चीन तिब्बतबाटै आएका हौँ। भला तिब्बतको राज्यको होइन प्रादुर्भाव हुनुभन्दा अगाडि आयौँ र पटक आएका हौँ हामी, एकैपटक चाहिँ आएको होइन तामाङहरू पनि भन्ने मेरो चाहिँ ठम्माइ छ। अब यसको व्यवस्थापनको कुरा गर्दा बेला
अब यहाँनिर स्वयम्भूको व्यवस्थापनको कुरा गर्दा यहाँ स्वयम्भूको पनि आफ्नै समितिहरू छ, राज्यले बनाइदिएको छ होइन। बौद्धको पनि बौद्धनाथ क्षेत्र समितिहरू बनाइदिएको छ र यसको चाहिँ दुवै जात्रा 2 दिन हुने बेलामा यसका कोर कुराहरूलाई चाहिँ संरक्षण गर्नु यिनीहरूको दायित्व चाहिँ रहेको छ। जसरी कुरा गर्दा चाहिँ तामाङ संस्कृति लोक संस्कृतिलाई यदि बचाउने हो भने, तामाङ जातिको लोक संस्कृतिलाई प्रवर्धन गर्ने संरक्षण गर्ने हो भने चाहिँ यो दिनमा चाहिँ बौद्धमा पनि होस् चाहे स्वयम्भूमा होस्, यहाँ चाहिँ ढ्वाङ फुकेर होइन कन्सर्ट गर्ने चाहिँ परम्परा होइन। यो चाहिँ हामीले पितृहरूलाई, हाम्रो भगवानहरूलाई, हाम्रो स्तूपहरूलाई, भगवान बुद्ध लगायतको स्तूपहरूलाई होइन, पुरानो बुद्धभन्दा अगाडिका होइन थुप्रै बुद्धहरूलाई चाहिँ स्तुति गर्ने, आफ्नो पितृजनहरूको श्राद्ध गर्ने, त्यसमाथि पनि बत्ती बाल्ने पवित्र दिनमा चाहिँ होइन के डिसको म यहाँ व्याख्या नगरौँ, त्यस्तो किसिमको विकृतिको कुरा, विकृति त नभनौँ, अरू दिन गर्दा भइहाल्यो नि। यहाँ चाहिँ आएर दुःख सुखका गाउँदेखि आएर बसेको मान्छे कुनामा बसेर रोएर मेरो चाहिँ फलानु यसो मऱ्यो स्वर्ग जाऊ होइन, अब मेरो जुठो चोख्यो अलिअलि भयो नि मन फुकाऊ भनेर भन्ने बेलामा ढ्वाङसाङ फुकिदिनु चाहिँ अलि राम्रो होइन। यसले चाहिँ अरू जेसुकै फाइदा होला, मान्छे धेरै होला, कन्सर्ट होला, अन्य गीतको प्रवर्धन होला, तर तामाङहरूको लोक संस्कृति फापर गीतको चाहिँ संरक्षण हुन्छ भन्ने चाहिँ मलाई लाग्दैन। यो पक्षबाट पनि हामी यहाँ धेरै जसो पत्रकार छौँ, दिग्गजहरू छन्, यो पक्षमा चाहिँ हामीले व्यवस्थापकहरू चाहे बौद्धनाथ क्षेत्र समिति होस् चाहे यहाँको होस् होइन, यसलाई चाहिँ मान्छे धेरै त आउँछन्, अहिले व्यापक भयो यो होइन, बौद्धलेहरूको मात्र होइन, तेमालको मात्र होइन, सबैजना तामाङहरूको भयो, विश्वको भयो होइन। अन्य धर्मावलम्बी त त्यो दिनमा त जानुहुन्न नि त त्यहाँ, त्यो दिनमा नगएको कारणले हामीले यो हाम्रो संस्कृतिलाई चाहिँ बचाउनको निमित्त यसका सौन्दर्यहरू बचाउनको लागि गीत गाउने होइन, ngवा गर्ने, बत्ती बाल्ने, उज्यालोको संस्कृतिहरूलाई बचाउनेतर्फ पनि केही चाहिँ रणनीतिक कदमहरू चाहिँ चाल्नुपर्छ र प्रहरी प्रशासनको लिने हो कि स्वयंसेवकहरू डेभलप गर्ने हो कि त्यसलाई जति सक्दो व्यवस्थित गरेर। अब त्यो बत्ती पनि यति महँगो भइसक्यो चाहिँ अब बाल्नै गाह्रो भइसक्यो त्यो दिन त होइन, 50 रुपियाँ कति हुन्छ, अरू दिनमा 5 रुपियाँ 10 रुपियाँ पाउने बात यस्तो हुन्छ। यो कुरामा चाहिँ हामी आम सक्नेले त बालौँला, नसक्ने गाउँबाट आउने कस्तो छ हाम्रो अझै पनि अवस्था भन्ने त्यो कुरालाई चाहिँ विचार गर्नुपर्छ भन्ने मलाई लागेको छ। अब अर्को कुरा चाहिँ यो अब बालाज्यू र स्वयम्भूको कुरा अघि नै गरिसके त्यही कुरा दोहोरिन्छ। सक्ने नागार्जुन जान्छौँ, नसक्ने बालाज्यू गएर फर्केर स्वयम्भू फर्केर हामीले त्यो क्रियाकलापहरू गर्छौँ भन्ने कुरा नै छ। यसमा धेरै कुराहरू छैन, यो पनि त्यही कुरा नै छ, यसलाई नै स्किप गर्दा हुन्छ। र यहाँनिर चाहिँ एउटा रमाइलो कुरा चाहिँ के छ भने हरेक जात्राको एउटा चाहिँ हिँड्ने बाटो हुन्छ कि होइन, उनीहरू हिँड्ने बाटो हुन्छ, परिक्रमा चक्र भन्छ यसलाई चाहिँ होइन। त्यो क्रममा चाहिँ हामी 12 तिमालबाट आयौँ भने चाहिँ नमबुद्धमा पहिल्यै गर्छौँ, त्यसपछि रविओपी अथवा धुलीखेल बनेपा साँगा हुँदै होइन, अब ठिमी पहिला पुरानो बानेश्वर सिनामङ्गल हुँदै हामी चाहिँ उहाँ बौद्ध पुग्छौँ अघिल्लो दिनमा, अनि चाबेल हुँदै हिँड्दै हिँड्दै नागार्जुन र स्वयम्भू पुग्छौँ भन्ने छौँ। उताबाट आउने मान्छे, यताबाट आउने मान्छेहरू 12 लच्याङदेखि 12 गर्स्याङदेखि आयो भने त्रिशुली, चतुराली, ककनी हुँदै नागार्जुनको पहिला दर्शन गरेर तल ओर्लेर चाहिँ आएर स्वयम्भूको दर्शन गर्छन् भन्ने छ। रमाइलो र रोचक कुरा चाहिँ के पनि छ भनेदेखि यो सबै ट्रेलहरू चाहे आउँदा भन्दा पनि जाने बखतमा होइन, फर्किने बखतमा चाहिँ उहाँहरूले ठाउँ ठाउँमा बस्दै गीत गाउँदै होइन, फेरि खानेकुराहरू खाँदै जात्राबाट फर्किँदै जाँदा जुन याम्बू छ नि हाम्रो काठमाडौँको याम्बूको इतिहासमा हेर्ने बेला मखनदेखिको होइन, यो मखनदेखिको यो ठैटीसम्मको जुन इलाकालाई चाहिँ मल्लकालको अभिलेख हेर्ने भने याम्बू भनेको पाइन्छ क्या। त्यो याम्बूमा पनि भित्र छिरेर असन बजारको भित्र ठैटी छिरेर जुन गीत गाउने परम्परा छ, उहाँहरू हिँडेर आउने, जानी नजाने त्यो हाम्रो हिस्टोरिकल ठाउँहरूलाई चाहिँ टच गर्ने परम्परा छ। त्यो कुरालाई पनि एकदम हामीले अध्ययनको विषय चाहिँ बनाउनुपर्छ भन्ने मलाई लागेको छ। अब यो पनि त्यही कुरा हो आफ्नो। र अन्त्यमा मेरो निष्कर्ष चाहिँ के छ भने यो सबै कुरासँग चाहिँ हामी गहिरो रूपमा चाहिँ हाम्रो जीवन पद्धति, इतिहास, संस्कृति चाहिँ हाम्रो गाँसिएको छ। यसमा चाहिँ हामीले धर्मको पालना गरिरहेका छौँ, पुर्खाहरूलाई सम्मान दिइरहेका छौँ, सामाजिक बन्धनमा
बन्धनको लागि एउटा महत्त्वपूर्ण अवसर हो। तेरो एउटा सांस्कृतिक ऐतिहासिक केन्द्रबिन्दुमा रहेको छ यो तिमाल जात्रा भने पनि जे जात्रा भने यसले हाम्रो तामाङको एकता प्रदर्शन गरेको छ, पहिचानको प्रवर्धन गरिरहेको छ, लोक साहित्यको प्रवर्धन गरेर सामाजिक सम्बन्धको विकास गरिरहेको, विनिमय गरिरहेको छ एक अर्काको भन्ने कुरा नै हो। र महत्त्वपूर्ण कुरा चाहिँ यो जात्राले जानी नजानी होइन हामीलाई चाहिँ मानव शास्त्रीको रूपमा अथवा समाजशास्त्रको रूपमा चाहिँ हामी काठमाडौँ उपत्यकाको आदिवासी हौँ भन्ने कुरा क्रियाकलापले चाहिँ प्रमाणित गरिरहेको छ भने जात्राले मूर्त र अमूर्त रूपमा हाम्रो जुन संस्कृति छ त्यसको पनि संरक्षण गरिरहेको छ भन्ने कुरा देखिन्छ। र यसको यो जात्रा चाहिँ अहिलेसम्म गजबको कुरा चाहिँ के छ भने हरेक जात्रा मात्रा चाहिँ लोप हुँदै जान्छ र तामाङको जात्रा चाहिँ यो एउटा जात्रा चाहिँ होइन वृद्धि विकास हुँदै गइरहेको छ के। मान्छेहरू हिजो थोरै जम्मा हुन्थे, आज बढी 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 हुँदा थिइ नसक्नु भइसक्यो। जेसुकै भए पनि विभिन्न अवरोध र आधुनिकताको विकास भए तापनि भन्ने कुरा मेरो ठम्मै छ। पौराणिक कालमा आफ्नो मञ्जुश्रीसँगै आगमन भएको यो पर्व होइन किराँत कालमा स्वयम्भूको स्तूप भइसकेपछि पनि यो परम्परा थियो, पछि बौद्धको स्तूप निर्माण भएपछि पनि यो सुरुवात भयो। बिचबिचमा चाहिँ उतैबाट होइन तिमालकै बाटोबाट पूर्वी भेगकै बाटोबाट समसुद्दिनको आक्रमण पनि भयो र यो सिमरौनगढको चण्डेश्वरले पनि पटक पटक काठमाडौँ आक्रमण गरेको देखिन्छ होइन। विभिन्न अब यो मल्लकालमा हिन्दू राजाहरूले आफूलाई धर्मलाई हिन्दूकरण गरिसकेपछि व्यवस्था गरेको नै किन नहुन् होइन। अनि यहाँ शाहकालमा पनि होइन यो राज्यको चाहिँ विस्तार भइरहँदा तिमालमा त उहाँ 27 वर्षसम्म पृथ्वीनारायण शाहले होइन के अरे मकवानपुर आक्रमण गरेदेखि के अरे यो काठमाडौँ आक्रमण नगरेसम्मको कुरेर त्यहाँनिर सेना बेना राख्ने क्रममा पनि यो जात्राको निरन्तरता देखिएको छ के। यद्यपि उनीहरूले तामाङको इतिहास पल्टाउँदा लच्याङको विद्रोह देखिन्छ, पनौतीको तामाङ विद्रोह देखिन्छ, तिमालेहरूले नै त्यो विद्रोह नै गरेका थिए त्यहाँनिर। अझ भन्ने हो भने एउटा पृथ्वीनारायण शाहको चिठीले चाहिँ नालदुममा आएर पृथ्वीनारायण शाहलाई चाहिँ सेनालाई घेरेकै थिए। त्यहाँ कहाँको चिठीले के भन्छ, बिगुको, सागाको, तौथलीको होइन अनि तिमालको सेनाले आएर पृथ्वीनारायण शाहको सेनालाई घेरेर मारि नै सकेका थिए जयप्रकाश मल्लको चिठीले, अन्तिम राजाको होइन। तर के भने त्यहाँनिर उता मन्दन देवपुरको चाहिँ उसले चाहिँ होइन पृथ्वीनारायण शाहको त्यो सेनालाई सपोर्ट गर्यो, पुरै उनीहरू भकाएर खतम भइसकेका थिए। उनीहरूले सहयोग गरेको कारणले गर्दा तारुकी त्यहाँ मण्डन देवपुर त उनीहरूले वीरता पाए नै पाए, उता मकवानपुरको तारुकीमा पनि 200 रुपैयाँ जति खेत प्राप्त गरेका थिए पृथ्वीनारायण शाह पछि। यस्ता हाम्रो इतिहासहरू छ होइन। तर इतिहासको लेखनको कुरा आफैमा यो पनि यस्तो हो है भन्ने नै इतिहास भन्नेको शब्दको अर्थ हो। त्यो हुनाले हामीले जे कुरा पनि युट्युबहरूमा प्रस्तुत गर्दा पनि कम्तीमा नेपालको इतिहासको त्यो टाइम लाइनलाई चाहिँ याद गरौँ है, जथाभावी कुरा पनि नगरौँ भन्ने कुरा नै हो। र अन्तमा यो पञ्चायत कालमा पनि त्यस्तै थियो होइन, मान्छेको स्वीकृति लिनुपर्छ। जात्रामा माओवादी कालमा कतिपटक बन्द भयो, तिमाल जात्राको दिन बन्द भएको पनि देखिन्छ होइन। अहिलेसम्म लोकतान्त्रिक रूपमा चाहिँ हामीले काल आए पनि गणतन्त्र काल अहिलेसम्म यसलाई मान्यता दिएको छैन। विभिन्न व्यक्तिको हामी लगायत केही व्यक्तिको पहलले टिकटसम्म निक्लेको छ है, त्यहाँ पोहोर परार हामीले टिकटसम्म निकालेका छौँ होइन। तर यो 2 दिन यस्तो हेर्नु त नेपालको नै पहिलो जात्रा हो यो होइन, नेपालको नै पहिलो जात्रा। स्वयम्भूको विपस्वी बुद्धले यहाँ फुल रोपेको अवसरमा स्वयम्भूको उत्पत्ति भएको जात्रा मनाउने भनेको त्यो नेपालको हिस्ट्रीको पहिलो जात्रा नै हो भन्ने मलाई मेरो ठम्याइ छ। त्यसपछि बज्रजयगिनको हो होइन। त्यो हुनाले यस्तो जात्रा 2 दिन मनाउने जात्रामा नि हामी तामाङहरू चाहिँ कहाँ अल्मलिएर बसेका छौँ। सङ्घ संस्थाहरू 2 दिन त बिदा देऊ न है, हाम्रो यो दसैँभन्दा पनि ठुलो हो नि त। गाउँघरमा पनि हाम्रो यो अन्तको त म भन्दिनँ, यो काठमाडौँ वरिपरिको पहाडको टाकुराहरूले यसलाई धेरै मान्छन् नि। यद्यपि यहाँबाट तरङ्गित भएर अझ टाढा टाढा पुगेको मान्छेहरूले यसलाई स्वयम्भू जात्रामा नआउलान् होइन होइन, बौद्ध जात्रामा नआउलान्। तर पनि उनीहरू के गर्छन् भने यो तीर्थ हो है, हाम्रो नेसोम हो है भनेर चाहिँ यहाँ आउने सेन्टिमेन्ट छ नि। चैत्र पूर्णिमामा नआए पनि तर यो सेलको डाँडामाको तामाङहरूले मनाउने र आफ्ना आफन्तजन कुटुम्बहरू ज्वाइँहरू छोरीचेलीलाई बोलाएर खाना खुवाउने परम्परा पनि भएको हुनाले यसमा चाहिँ हामीले एकदम गर्नुपर्छ। यसमा चाहिँ के दुःख के लागेको छ भने मैले यो 27 वर्ष अगाडि एउटा यत्रो सानो किताब लेखेँ होइन, यत्रो सानो किताब लेखेँ,
पटक पटक लेख लेखेँ। दुपाङ्गेलजी यहाँ हुनुहुन्छ, मेरो लेखन गुरु पनि हो। उहाँले किताब विमोचनमा एउटा लेख लेख्नु भएको थियो, तिमाल जात्रा उज्यालोको उत्सव भनेर। उहाँले एउटा लेख लेख्नुभयो, मैले यो किताब लेखेँ, उहाँले छोड्नुभयो, मैले कन्टिन्यू देखेँ। मलाई केही आरोप पनि आए होइन। तिमाल जात्राको नामाकरण चाहिँ रविन्द्र लामाले गरे त होइन, रविन्द्र तामाङले गरे होइन है। तपाईँ अहिले पनि बौद्धमा गएर अध्ययन गर्नुहोस् होइन। उहाँहरूले नै दिएको नाम हो। नाम जहिले पनि अरूले दिनु हो। म जन्मेँ, मेरो बाउले मलाई नाम मेरो लामाले मेरो नाम राखिदिन्छ क्या, अरूले राख्ने हो। कहीँ पोजिटिभ रूपमा राखिन्छ, कहिले नेगेटिभ रूपमा उसको नाम भन्छ, कहिले नाम हुन्छ, कहिले बदनाम हुन्छ होइन, कहिले गुमनाम हुन्छ। त्यो आफ्नै ठाउँ हो भन्ने कुरा। अन्तमा म एउटा राम्रो एउटा अन्तमा आइसकेँ। म यो निष्कर्षमा त्यही हो। अघि नै धेरै कुराहरू चाहिँ तीर्थाटन गर्ने परम्परा हो, सामाजिक एकता, हामी आदिवासी हौँ, हाम्रो आगमन चाहिँ नेपाल उपत्यकाको नागदह भएको बखतभन्दा अगाडि नैदेखि भएको हो भन्ने कुरा इङ्गित गर्छ भन्ने कुराहरू नै छ यहाँ। यसको चाहिँ जस्टिफाई र प्रुफको रूपमा चाहिँ अन्तिम र म यहाँ चाहिँ धेरै कुराहरूले यो हामी चाहिँ काठमाडौँका तामाङ जाति चाहिँ आदिवासी थियौँ है भन्ने कुरा चाहिँ यसले गर्छ। भौगोलिक बसाइ हाम्रो यो डाँडा वरिपरि नै छ हेर्नुहोस् है। अनि अर्को कुरा मञ्जुश्रीसँगै हामी आएका हो भने आख्यान चाहिँ हाम्रो थरहरूको विभिन्न थरको वंशावली र स्वयम्भू पुराणले पनि अप्रत्यक्ष रूपमा हामीलाई सङ्केत गरिरहेको छ। र अर्को कुरा चाहिँ यो काठमाडौँ उपत्यकाको उत्पत्तिको कथा र चैत्र पूर्णिमामा चाहिँ हामीले जुन दीप प्रज्वलन गरेर गर्ने परम्परा छ, त्यसलाई चाहिँ त्यो अघि नौको बौद्ध परम्परासँग काठमाडौँमा आउने होइन, बुद्ध परम्परा, बौद्ध पञ्चतत्त्वको बुद्ध मान्ने परम्परासँग ल्याएर पनि जोड्नुपर्छ। यो चाडपर्वहरू छँदैछ। हाम्रो बुद्ध धर्म पनि गजबको छ। पञ्चबुद्ध पनि मान्छौँ हामी, लामा बौद्ध धर्म पनि मान्छौँ, भगवान् बुद्धको कुरा पनि मान्छौँ, सबै मान्छौँ, मिक्सअप छ होइन। र साथसाथै यो पुरातात्विक प्रमाण 39 सालको सेटेन्कोको अध्ययनले के देखायो भने बुढा नीलकण्ठको धोबी खोलाको बानिया पाखा पण्डित गाउँमा चाहिँ फेला परेको जुन ढुङ्गिया औजार छ, यसलाई चाहिँ व्याख्या गर्दै जनकलाल शर्माले तामाङहरू नै आदिवासी हुन् यहाँको भन्ने कुरा उहाँले हाम्रो समाज एक अध्ययनमा पुष्टि गर्नुभएको छ। र पछिल्लो पटक यो 2007 को एउटा तेन्जिङ गेइडेन सहितको एउटा टोलीले होइन डिएनए परीक्षण गरेको थियो। हेर्नुहोस् त, तिब्बतीबाट चाहिँ 156वटा स्याम्पलिङ लिएको थियो, काठमाडौँबाट 45 तामाङ जातिको 45वटा स्याम्पलिङ, नेवारबाट 66, पुरानो अन्य जातिबाट 77वटा गरेर 344वटा डिएनए टेस्ट गरेको थियो। यो चाहिँ है तपाईँले नेटमा सर्च गऱ्यो भने पाउनुहुन्छ। यसको रिपोर्टकोले के भन्यो भने यहाँको चाहिँ मानिसहरू चाहिँ ह्वाङहो याङ्जी नदीको उपत्यकाबाट नेपाल प्रवेश गरेका हुन् भन्ने कुरा इङ्गित गर्यो। र तामाङको हकमा चाहिँ उसले के भन्यो भने उसको डिएनए रिपोर्टमा चाहिँ के आयो भनेदेखि 16,400 वर्षदेखि 5,200 वर्षको बिचमा चाहिँ तामाङहरू चाहिँ यहाँ आएका हुन् भन्ने देखियो। र उसको डिएनए रिपोर्टमा कस्तो आयो भने भोट बर्मेली मान्छेको त्यो रक्त त डिएनएसँग चाहिँ हाम्रो 86.6% चाहिँ रक्तको समाहित भयो होइन देखियो। भनेदेखि भारतीय सम्मिश्रण हामीमा पाइएन। नेवारमा धेरै सम्मिश्रणहरू छ, धेरै कुराहरू भएर उनीहरू लिङ्ग्विस्टिक सोसाइटी हो, त्यस्तो भएको देखिएको छ। भनेदेखि नेवारमा कस्तो पाइयो भने 10,400 देखि 4,800 वर्षसम्मको बिचमा नेवारदाखेरि लिच्छवी कालदेखि नै राणा कालसम्म चाहिँ तिमाल चाहिँ एउटा नेपाल, भोट, चिनको प्रवेश गर्ने नाकाममा भयो भने एकदम समृद्ध थियो भन्ने कुरा चाहिँ अनुभव गर्न सक्छौँ। र त्यहाँ एउटा कहावतले चाहिँ 12वटा घ्याङहरू थियो भन्ने कुरा पनि इङ्गित गर्छ अभिलेखले चाहिँ। तर त्यो घ्याङहरू होइन, त्यो बौद्ध विश्वविद्यालयहरू कुन कुन थियो भन्ने कुरा चाहिँ यद्यपि अझै पनि त्यो खोजको विषय रहेको छ भन्ने मलाई लागेको छ। यस्ता थुप्रै पत्रहरू छन् होइन। बिएच हड्सनको प्रमाणले यो चाहिँ प्रमाणसँग भिडाउँदाखेरि चाहिँ 1904मा चाहिँ यो पूर्वमा ओखलढुङ्गाको मूर्तिढुङ्गासम्म, पश्चिममा साँगा, उत्तरमा हिमालय र दक्षिणमा महाभारतसँग तिमाल भेग पर्दथ्यो भन्ने छ भने यो पृथ्वी वंशावलीमा पनि होइन यो पृथ्वीनारायण शाहले कसरी चाहिँ तिमालमा को खटाएर चाहिँ आक्रमण गरेका थिए भनेर भनेको छ। र पूर्वमा किराँतसम्म हान्नलाई चाहिँ रामकृष्ण कुँवरलाई चाहिँ होइन आदेश दिएको हुनाले, उसको आफ्नो भाइ मरेको हुनाले, बौद्ध स्वयम्भूसम्म उसलाई किपट दिएको पाइएको हुनाले त्योभन्दा उता किराँत भेगसम्म चाहिँ तिमाल थियो कि भन्ने मेरो अनुमान हो। र यसलाई त्यसको साथसाथै यहाँ लक्ष्मी नरसिंह मल्लका पत्रहरू
प्रताप मल्लका पत्रहरू, जयप्रकाश मल्लको पत्रहरूले मैनाली उप्रेती र पौडेल समेतलाई हैन, यो अलि अपडेट छैन, पौडेलसम्मलाई दिएको पत्रहरू, ताम्रपत्रहरू पनि हामीले प्राप्त गरेको हुनाले यो तिमाल भेग चाहिँ अत्यन्तै उयो थियो, शक्तिशाली थियो। त्यहाँ चाहिँ लडाइँ गर्ने बेलामा तिमालेहरूको मात्र होइन 300 जना गेट पर्यो भनेर भन्ने कुरा छ होइन। त्यहाँ कति मान्छे मर्यो होला त भन्नु। काठमाडौँको इतिहासलाई आक्रमण गरेको इतिहास हेर्दाखेरि त त्यतिजना मान्छे मरेको देखिँदैन, भक्तपुरमा त देखिँदैन होइन। केही लडाइँमध्ये 2-3वटा लडाइँमध्ये पृथ्वीनारायण शाहले आफ्नो कब्जा गर्ने बेला, विस्तार गर्ने बेलामा सबभन्दा धेरै मान्छे मरेको मध्येमा पर्ने हुनाले यो चाहिँ एकदम समृद्ध थियो, शक्तिशाली थियो, बलशाली थियो भनेर हाम्रो अनुमान छ। यसैको आधारमा यो लाइट होइन, हिस्टोरिकल लाइटको कारणले गर्दा र पछिल्लो पटक यो रेन्जेन दोर्जे मरिसकेपछि आफ्नो चाहिँ राजा भनौँ, आफ्नो मिजार मरिसकेपछि चाहिँ उसको नाममा पनि हुनसक्छ सबैजना नागरिकहरू आएर बौद्धमा बत्ती बाल्ने परम्परा, स्वयम्भूमा बत्ती बाल्ने परम्परा भएपछि चाहिँ यो अझ हाइलाइट भएर होइन काठमाडौँ उपत्यकामा बौद्धलीहरूले चाहिँ यो नामाकरण दिएको हुनसक्छ भन्ने चाहिँ यो एउटा ठम्याइ हो। बौद्धलीहरूको त्यही ठम्याइन्छ र केही बौद्धका लेखकहरूले सम्पूर्णले चाहिँ रेन्जेन दोर्जेले नै यसलाई राजकीय सम्मान पनि प्रदान गरेको हो भनेर भन्नुपर्छ। त्यसबारेमा चाहिँ अझ डकुमेन्टहरू प्राप्त नहुँदा यसै भन्न चाहिँ सक्दैन। जे होस् नागरिकको रूपमा होइन तिमालेहरूलाई चाहिँ को भिडको कारणले गर्दा यसलाई चाहिँ तिमाल जात्रै भनेको हो भन्ने कुरा चाहिँ मेरो चाहिँ ठम्याइ हो। अलपल्टाउने त त्यसपछि अब हामीले मुख्य रूपमा यो जेसुकै कुरा गरे, जेसुकै नामले कुरा गरे पनि यसको इतिहास चाहिँ चैत्र पूर्णिमासँगै नै गाँसिन्छ। चैत्र पूर्णिमाको इतिहास पल्टाउँदा हेर्ने हो भने स्वयम्भू पुराण हामीले होइन लिखित होइन डकुमेन्टलाई हेर्ने हो भने यहाँ चाहिँ दहको रूपमा रहेको थियो काठमाडौँ उपत्यका। त्यसबाट बन्दुकमती नगरबाट आउनुभएका विपस्वी बुद्धले जामाचोमा तपस्या गर्नुभयो र त्यही चैत्र पूर्णिमाको दिनमा जुन कमलको फुलको बीज रोप्नुभयो त्यही नै झाँगेर फैलेर फुलेर होइन त्यसको चाहिँ रोपेको ठाउँमा चाहिँ यहाँ गुहेश्वरी, बालाजुको गुहेश्वरी र त्यसैमा फुलेको ज्योति जुन उत्पन्न भयो त्यसको दर्शन गर्न आउने जुन परम्परा चलेपछि होइन त्यसैमा चाहिँ 5वटा पातमा चाहिँ पञ्चबुद्धहरू, पञ्चरश्मि ज्योतिहरू निस्क्यो भन्ने कुरा छ होइन। त्यो कुरा नै बाट नै यो स्वयम्भूको जात्रा चाहिँ लागेको हो भन्ने छ। यद्यपि बौद्धको जात्रा लाग्नुको महिमा अर्कै छ है फेरि होइन। यो चाहिँ अघि नै मैले भन्छु यो प्याकेज नै हो भन्ने। त्यसपछि कहाँबाट आयो हेर्नुहोस् त, भारतवर्षबाटै आएका छ मान्छेहरू यो ज्योतिको दर्शन गर्न। अरुण नगरबाट सिखी बुद्ध आउनुभयो, अनुपम नगरबाट विश्वभू आउनुभयो, क्षमावतीबाट कुर्कोचन्द आउनुभयो, बनारसबाट कश्यप लगायतका बुद्धहरू, दक्षिण भारत उता कलकत्ता उता बनारसदेखि बङ्गालसम्मका मान्छेहरू आएर चाहिँ होइन यो ज्योतिको दर्शन गरेको छ। र पछिल्लो पटक उत्तरी भेगबाट एउटै मात्र बोधिसत्व आउनुभयो, हाम्रो महाचीनबाट पञ्चश्री पर्वतबाट मञ्जुश्री जुन आउनुभयो उहाँसँग चाहिँ धेरै मान्छेहरू उत्तरतिरबाट भेगबाट आए। त्यसमध्येका केही शिष्यहरू चाहिँ तामाङ जातिहरू थिए, नेवारहरू पनि थिए होइन, अरूहरू पनि थिए। त्यसमध्येका एउटा तामाङहरू पनि थिए भन्ने कुराहरू छ। यो त्यसपछि उहाँले त्यो अवलोकन गरेर होइन के अरे वज्रयोगिनीको तप गरेर होइन उहाँले जुन खड्ग प्राप्त गर्नुभयो त्यो खड्गकै आधारले काठमाडौँको पानी होइन, ठिक छ, काठमाडौँको पानी जुन बगाएर चाहिँ फेरि आफ्नो खड्ग लगेर वज्रयोगिनीलाई अर्पण गरेर त्यहीँ समाधिस्थ भएर उहाँ चाहिँ होइन उता जानुभयो, के अरे चीन जानुभयो, आफ्नो भोटतिर लाग्नुभयो भन्ने कथनहरू पनि छ। त्यस आधारमा हेर्दाखेरि पनि हामीले के देख्छौँ भनेदेखि यो चाहिँ एउटा ज्योति, स्वयम्भूको ज्योतिमा होइन ज्योतिको दर्शन गर्न आउने एउटा परम्परा थियो भन्ने कुरा देखिन्छ। चैत्र पूर्णिमाको जात्रा स्वयम्भूसँग त्यसैलाई मान्छेहरू अब नजिकै गएर त्यसलाई बिटु ल्याउलान् इत्यादि गरेर भन्दा गौड, भारतको गौडबाट आउनुभएको प्रचण्ड देवले यो अहिलेको तात्कालीन के अरे यो स्वयम्भू चैत्य बनाउनु भयो। त्यसमा अनेकहरू कुराहरू जोडिँदै गएर अहिलेको जुन स्वरूप छ त्यसैमा उहाँ पछि त्यही नै उगाएर बस्नुभयो भन्ने कुरा छ। त्यही मेरो ठम्याइले चाहिँ त्यही ज्योतिको दर्शन गर्न आउने परम्परा नै चैत्र पूर्णिमाको जात्रा हो होइन, यो स्वयम्भू जात्रा हो भन्ने छ। यसले चाहिँ के देखाउँदछ भने तामाङहरूले यो जात्रामा नेवारहरूको एट्याचमेन्ट पनि कम छ, किनभने नेवारमा त मिसिएको छ नि त
होइन ठेट नेवार त थोरै छन्, उहाँहरू त धेरै हिन्दूकरण पनि हुनुभयो होइन। त्यो कारणले गर्दा अहिलेसम्म चाहिँ हिन्दूकरण पनि नभएको र यो जात्रालाई चाहिँ समाहित गरेर होइन एट्याचमेन्ट भएर कसले बोकेको छ भन्दा त तामाङहरूले नै बोकेको छ। त्यसकारण हामी आउँछौँ नि त स्वयम्भूको दर्शन गर्न नै आउँछ नि त होइन। त्यो कारणले गर्दाखेरि हामी चाहिँ यहीँको आदिवासी हौँ है, हामी चाहिँ यहीँको आदिवासी हौँ। आदिवासीले के गर्छ भन्दाखेरि त्यो जुन आफ्नो पवित्र भूमि छ होइन, त्यो भूमिमा भएको तीर्थ नै मान्छ नि। हामी त त्यो आफ्नो वस्तुहरू चाहिँ मरिसकेपछि त्यो खरानी भएर त्यसलाई चाहिँ लगाएर खोलामा त बगाउँदैन, काँसी त पुर्याउँदैनौँ नि हामी त कहाँ पुर्याउँछौँ त्यो वस्तुलाई के अरे बत्ती बनाएर ल्याएर होइन उहाँको भगवानको सामु होइन, भगवानको सामु जुन बालेर के अरे उज्यालोमा जाऊ है भन्ने परम्परा छ नि त। त्यो परम्परा एट्याचमेन्ट चाहिँ यो काठमाडौँ उपत्यकाको तीर्थ भनौँ न, नागार्जुन स्वयम्वर बौद्धसँगको जुन एट्याचमेन्ट र यो हिस्ट्रीलाई हामीले गरेर हेर्ने हो भने यो कुरा चाहिँ हामी तामाङहरू आदिवासी हौँ, काठमाडौँको थियौँ र होइन यहाँको तीर्थसँग पनि हाम्रो मात्र एट्याचमेन्ट छ है, अरूहरूको पनि छैन भनेको होइन, बढी एट्याचमेन्ट चाहिँ छ है। केही न केही रूपमा प्रत्यक्ष रूपमा हामीले होइन ऊ नगरे पनि यो परम्पराले चाहिँ यो देखाउँछ है, सङ्केत गर्छ भन्ने कुरा चाहिँ रहेको छ। त्यसै गरेर अघि यो कुरा गरिसक्यो यो मन्जु पतनको सहर निर्माण गर्नुभयो भन्यो। त्यसपछि कन्टिन्यू अन्य देशका मान्छेहरू पनि आए थिए, कुर्कुछुन्ना बुद्ध आए, को आउनुभयो, पछिल्लो पटक बनारसबाट आएर कश्यप बुद्ध पनि आउनुभयो र उहाँले नै गएर बनारसमा गएर प्रचण्ड देवलाई कन्भिन्स गरेर होइन उहाँ आएर भिक्षु बनेर यो चाहिँ बनाउनु भयो भन्ने कुरा छ र अनि अर्को कुरा चाहिँ अब जात्रा चाहिँ यो कसरी मनाइन्छ भन्दा चाहिँ अघि नै मैले भन्ने प्याकेज हो यो। सुरुवात त यसको नमोबुद्धबाटै सुरु हुन्छ। जब कार्तिक पूर्णिमा सुरु हुन्छ, अब हाम्रो चाहिँ तिमाल जात्रा आउन लाग्यो, चैत यहाँ आउन लाग्यो है, सिङ्गुन बौद्धको जात्रा आउनेहरूले सुरुवात हुन्छ। किनभने त्यही बेलादेखि हामीले थोरै थोरै अस्तु टुक्रालाई चाहिँ जलाउने होइन बत्ती बाल्ने परम्परा भयो हुनाले यो तिमाल जात्रा चाहिँ अघि नै मैले भने 2 दिनको पर्व हो भन्ने पहिलो दिनमा चाहिँ बौद्ध स्तूपमा लाग्छ र त्यही कामहरू गर्छ। अघि नै मैले गरिसकेँ, यसलाई दोहोऱ्याइरहनु नपर्ला होइन। स्वयं बौद्धमा त्यही परम्परा गरिन्छ, बत्ती बाल्ने अब नुहावा गर्ने आदि इत्यादि गरिन्छ। त्यसको परिक्रमा गरेर धर्म चाहिँ हामीले बटुल्ने काम गरिन्छ र गीत सित गाउने परम्परा छ भन्ने कुरा छ। र दोस्रो अब यहाँनिर पनि अलिकति बौद्धको इतिहास पनि हामीले कोट्याउने हो भने त्यहाँनिर झ्याझीमाले चाहिँ यो मन्दिर बनाएको हो भन्ने चाहिँ यो एउटा चाहिँ किम्बदन्ती छ। यो किम्बदन्ती चाहिँ होइन यो गुरु पद्मसम्भवले चाहिँ होइन उहाँ गएर बौद्धमा के अरे भोटमा गएर प्रचार गर्नु बेलामा जुन छोईको प्रचार गर्नुभयो र त्यो उहाँ प्रचार के अरे बौद्धको महिमा गाएर एउटा के भन्छ तेर्मा बनाइसकेपछि त्यसलाई लुकाएर राख्नुभयो होइन, लुकाएर राख्नुभयो। साम्य गुम्बाको एउटा रातो उसमा लुकाएर राख्नु भएको थियो। पछि अर्को उहाँको चाहिँ शिष्यहरूले प्राप्त गरेपछि पछिल्लो पटक त्यसलाई प्रकाशन गरेपछि चाहिँ यो भोटको मूलका मानिसहरू चाहिँ बौद्धप्रति यति एट्याचमेन्ट भएर चाहिँ दर्शन गर्न आउने परम्परा भयो। र त्यसै क्रममा चाहिँ यो झ्याझीमा भन्ने यहाँ चाहिँ त्यही पुस्तकको अनुसार चाहिँ झ्याझीमाले चाहिँ पशु पन्छीबाट मनज्ञ धन कमाएको थियो र उनको विवाह चाहिँ पहिलो पटकमा घोडा व्यापारीसँग भयो, एउटा छोरा जन्मियो। त्यसपछि सुँगुर व्यापारीसँग भयो, कुकुर व्यापारीसँग भयो, कुखुरा व्यापारीसँग भएपछि एउटा छोरा जन्मिँदै मर्न थालिसकेपछि यो चाहिँ किन यस्तो भयो, मैले कुन पाप गरेको छु त भनेर चाहिँ म एउटा राम्रो काम गर्छु भनेर स्तूप बनाउँछु भन्ने क्रममा चाहिँ उहाँले गरिसकेपछि चाहिँ अनि तात्कालीन राजासँग गएर चाहिँ होइन मैले जग्गा माग्दाखेरि चाहिँ उहाँले हुन्छ ल बनाऊ भनेर दिएको कारणले गर्दा यो चाहिँ ज्यारुङ खस्युर होइन मैले जग्गा देऊ भनेर विरोध स्थानीयहरू चाहिँ यहाँ आयो भने धेरै नेवारहरूको इतिहास पढ्ने हो भने सिमरौनगढबाट हामी आएका हौँ भन्ने कुरा आउँछ। भक्तपुरको इतिहासले पनि त्यही बताउँछ। उनीहरूको डिएनएमा कस्तो रिपोर्ट देख्यो भने 60.6% भोट मर्मेली रक्तता मिश्रित भएको पाइयो भनेदेखि भारतीय सम्मिश्रण उनीहरूमा कति देख्यो हेर्नुहोस् त 40% देखिएको हुनाले यो तथ्यले पनि अब अलि पछिल्लो तथ्य यो शिलालेख होइन ताम्रपत्र पाए पनि नपाए पनि डिएनए जस्तो ठुलो टेस्ट त केही होइन नि रक्त, यसले पनि हामी
तामाङहरू आदिवासी हौँ भन्ने कुरा इङ्गित गर्दछ। यद्यपि यो जात्राको नाम एउटा डाइमेन्सनबाट तिमाल जात्रा, अर्को डाइमेन्सनबाट हेर्दाखेरि बौद्ध जात्रा, अर्कोबाट हेर्दाखेरि के अरे स्वयम्भू जात्रा, अर्कोबाट हेर्दा नागरिक जात्रा, अर्कोबाट हेर्दा बालाज्यू जात्रा, जेसुकै भनिए पनि यो केन्द्रित चाहिँ चैत्र मोडेमा नै केन्द्रित हो। यो सबैको स्टोरी जे भनेका छन्, वंशावली, कथा कथन आख्यान जेसुकै भने पनि यसले हामीलाई हाम्रो परम्पराहरू जेसुकै बने बुनोटलाई हामीले मिहिन ढङ्गले निचरेर हेर्ने भने हामी चाहिँ यहाँको आदिवासी हौँ, यसको जमिनसँग चाहिँ हाम्रो नाता छ भन्ने कुरा नै हो। र अन्य कुराहरू मबाट यदि यो जात्राको नामाकरण त्यस्तो भएको हो भन्ने कसैलाई भ्रम छ भनेदेखि त्यो चाहिँ म यहीँबाट माफी माग्छु। लासो फ्याफुल्ला मेरो प्रस्तुति यहीँ नै सकिन्छ। प्रस्तुतिबाट धेरै कुरा उजागर भएको छ र वर्तमानमा हामी जुन एउटा नामको लागि यो नाम त्यो नामको लागि हामी फाइट गरिरहेछौँ नि, अब त्यो गौण रहन्छ के। उहाँको जुन उहाँले आज प्रस्तुत गर्नुभएको पेपर प्रस्तुतिले यति लामो इतिहास यो जात्राको बारेमा प्रस्तुत गर्नुभएको छ कि अब यो हामी यो जात्राको नाममा अल्झिने कि यसको इतिहासलाई चाहिँ उजागर गर्नतिर हामी यसको यो जात्रालाई चाहिँ जुन राज्यबाट अझैसम्म पनि पहिचान पनि पाउन सकिएको छैन। उहाँको प्रस्तुति अनुसार त यो जात्रा नेपालको पहिलो जात्रा हो भन्ने सम्मको निचोड आएको छ। अब हामी नाममा अल्झिने कि यो जुन तथ्यलाई चाहिँ हामीले स्थापित गर्नेतर्फ लाग्ने, यो अहिलेको क्वेसन मार्क पनि हो। र यहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु म।